फाइनली हाम्रो लटरम्मेश्वर जाने प्लान सक्सेस भयो भनौँ। हामीले धेरै अगाडिदेखि प्लान गरिरहेका थियौँ लटरम्मेश्वर महादेव जाने हाइकमा भनेर। तर के कारणवश चाहिँ हामी जान पाइरहेको थिएनौँ र फाइनली हामी 7जना साथीहरू चाहिँ लटरम्मेश्वरको लागि हिँडियो र बाटो चाहिँ एकदमै अफ रोड थियो। अब त्यो हेटौडाको बाटो कन्स्ट्रक्सनवाला भएको भएर मैले चाहिँ सिनको मात्रै भिडियो बनाएको छु, बाटो चाहिँ अलि राम्रो थिएन। र यहाँ चाहिँ हामीले माथि चढाएर लग्दै थियौँ, किन भन्दाखेरि तलको बाटो ट्रक पल्टेर जाम थियो र हामीले जान पर्ने चाहिँ माथि झोलुङ्गे पुलकोबाट मात्रै अप्सन भएको भएर मैले फर्स्ट टाइम झोलुङ्गे पुलमा बाइक चलाएँ। त्यो पनि एकदमै डर लागिरहेको थियो र बिच सेन्टरमा पुगेपछि त मुटु नै हातमा आएको जस्तो भयो। एकछिन त पुरै पुल हल्लिरहेको थियो त्यो वेटले गर्दा बाइकको, र एकदमै डर लाग्यो। बिस्तारै जान परिरहेको थियो। यो चाहिँ मेरो फर्स्ट एक्सपिरियन्स नै थियो झोलुङ्गे पुलमा यसरी बाइक चलाएको। एकदमै डर लाग्यो र फाइनली त्यो पुल क्रस गरिसकेपछि चाहिँ एकछिन त आनन्द फिल भयो र हामी माथितिर लाग्यो र त्यहाँ चाहिँ एकदमै राम्रो फुलहरू थियो। मैले यो के को फुल भन्दाखेरि साथीले चाहिँ फापरको फुल भन्दै थियो, जुन चाहिँ मैले फर्स्ट टाइम नै देखेको थिएँ। एकदमै राम्रो भ्यू देखिरहेको थियो त्यो फुलहरूमा। एकछिन फोटो भिडियोहरू बनाइयो हामीले बिस्तारै हिँड्दै गर्दाखेरि, किन भन्दाखेरि थकाइ पनि लागिरहेकै थियो। र त्योभन्दा माथिल्लो स्टेपमा गएको तोरीको फुलहरू एकदमै राम्रो फुलिरहेको रहेछ। धेरैजनाले त्यहाँ फोटो भिडियो बनाउँदै हुनुहुन्थ्यो, हामीले पनि फोटो भिडियो बनायौँ। र त्यस पछाडि जब माथि हिँड्न थाल्यौँ, असलीको हाम्रो यो हाइक चाहिँ त्यतिखेर स्टार्ट भयो। किन भन्दाखेरि एकदमै उकालो बाटो थियो, थकाइ पनि लागिरहेको थियो, बिस्तारै पसिना भइसकेको थियो हिँड्दै र सकि नसकी बिस्तारै गर्दै हिँड्दै गयौँ। आफैलाई एउटा त्यो करेज दिँदै हिँड्दै गयौँ। साथीहरू बिचमा रमाइलो गर्नको लागि के भन्दै थिए, जस अलि हाँसो मजाकमै हाम्रो हाइक चाहिँ भइरहेको थियो। थकाइ चाहिँ लागिरहेकै थियो। अर्कोतिर अब त्यो कतिखेर पुगिन्छ भन्ने थियो। फेरि एकदमै उकालो हाइक रहेछ। हामी झन्डै 3 घन्टा हिँड्यौँ होला टोटलमा त्यो सबै माथि गरुन्जेलसम्म। त्यो गर्दाखेरि चाहिँ एकदमै थकाइ लाग्ने र माथि पुग्यौँ एकचोटि फाइनल्ली। त्यो एउटा ठाउँ थियो जहाँबाट चाहिँ अब चाहिँ नजिक छ मन्दिर भन्ने भइरहेको थियो। 30 मिनट्स जस्तो थियो। साथी चाहिँ सुतिसकेको थियो एकजना चाहिँ थकाइ लागेर लास्टै, र म चाहिँ यसो भिडियो बनाउनु पऱ्यो त्यतिन्जेल भनेर बनाउँदै गयौँ। र अब हाम्रो जुन 30 मिनट्स रिमेनिङ थियो हिँड्न पर्ने, अझै हामी हिँड्न थाल्यौँ लखर। साथीहरू कोही अगाडि कोही पछाडि थियौँ, सँगै थिएनौँ। अब कोही फोटो भिडियोले गर्दा पछाडि सुट्नु भएको थियो र हामी चाहिँ आएको बेलामा मेमोरी पनि हुन्छ, भिडियो पनि बनाऊँ भनेर सँगसँगै भिडियो बनाउँदै हिँड्दै थियौँ। र त्यहाँ हामी मन्दिर नजिक पुग्यौँ। मन्दिरमा चाहिँ एकछिन लाइन कुर्न पर्यो र आफ्नो टर्न आए पछाडि यसरी गुफाभित्र गएर भगवान्लाई मजाले फुलहरू अनि पेटीहरू चढाएँ मैले। र त्यस पछाडि चाहिँ अब हामी एकछिन मन्दिरको दर्शन गरेर अनि माथि हाइटमा जान पर्ने थियो, जुन चाहिँ माथि त्रिशुल छ त्यहाँ गयौँ एकछिन। त्यहाँ चाहिँ एकदमै चिसो हावा चलिरहेको थियो। अब त्यो चाहिँ दिउँसोको टाइम भएको भएर होला, बिचको 1-2 बजिसकेको थियो। र हामी एकछिन अब फर्किँदाखेरि चाहिँ भिडियोहरू बनाऊँ, अघि नै बनाउन पाएको थिएनौँ, अब चाहिँ फर्किन पर्छ भन्ने हिसाबले भिडियोहरू बनायौँ। सो सिँढीमा हिँडेको भिडियोहरू पनि बनाइयो। उकालो सिँढी थियो र साथी सबैजनाले पालो भिडियो बनाउँदाखेरि त हामीलाई अलरेडी लेट भइसकेको थियो। तैपनि अब सधैँ आउन सकिँदैन यस्तो हाइटमा भनेर हामी एकछिन भएर अब भिडियोहरू बनाएर त्यहाँको भ्यूहरूको पनि भिडियो बनायौँ। त्यहाँबाट कस्तो देखिँदो रहेछ, मेमोरी हुन्छ भन्ने हिसाबले। यस्तो खालको राम्रो भ्यू छ त्यहाँ चाहिँ, वर्थ इट नै छ तपाईँको। अब त्यत्रो दुःख गरिसके पछाडि तपाईँको एकदमै राम्रो भ्यू छ। र अब फर्किनुभन्दा अगाडि चाहिँ हामीले अब चाँडो हिँड्यौँ एकछिन, त्यहाँ केही खानेकुराहरू खायौँ बसेर। त्यस पछाडि हिँड्दै गयौँ। तर अब हामी फर्किँदा चाहिँ एकदमै अँध्यारो नै हुन थालिसकेको थियो, किन भन्दाखेरि अब हामी ढिलो माथि पुगेका थियौँ। अब फर्किँदाखेरि त लेट नै भयो र हाम्रो फाइनली हाइक चाहिँ यसरी नै सिद्धियो।